हेलो गाइस, वेलकम छ मेरो च्यानलमा फेरि पनि सबैजनालाई ढोकिदिया। आज चाहिँ फेरि म स्पेसल ठाउँमा जान्छु गाइस। हल्का रेडी भइरहेको, तर यहाँ चाहिँ पानी पनि परिरहेको छ क्या। यो बेमौसमको पानी हो, आइरहेको छ। यो पानी पर्ने वर्ष भएको पनि टाइम पनि छैन, यहाँ जतिखेर पनि पानी परिरहन्छ। ल गाइस, म चाहिँ यहाँबाट हिँड्नु लागेको, घरबाट निक्लेँ। अब म यस ठाउँमा पुग्छु, तपाईँहरूलाई त्यहाँको केही अवलोकन गराउँछु। ओके गाइस, ल स्वागत छ है सबैजनालाई। ल म चाहिँ मेरो साथीभाइहरूलाई एकचोटि यो चाहिँ रिक्वेस्ट गर्छु, सबै जतिजनाले मेरो भिडियो हेरेर लाइक कमेन्ट, अब धेरैबाट त मेरो भिडियोमा कमेन्ट पनि आएको छैन, हल्का फुल्का छ। जतिजनाले कमेन्ट गर्नुहुन्छ, जतिजनाले सब्सक्राइब गर्नुभएको छ, उहाँहरूलाई सम्पूर्णलाई मेरोबाट एकदमै ह्याट्स अफ, थ्याङ्क यू सो मच। हृदयदेखि नै है, हजुरको मायाप्रति मेरो एकदमै के भन्छ सम्मान, उच्च सम्मान छ है। ल गाइस, आज चाहिँ म कहाँ जाँदैछु, आज म एउटा हल्का भ्लग बनाउनु निक्लेको। म तपाईँहरूलाई स्पेसल ठाउँमा पुऱ्याउँदैछु है। ओके, सी यू गाइस। म गाडीमा नि बसिसकेँ, अब रेडी टु आफ्नो डेस्टिनेसनमा हिँड्न आँटेको। ल गाइसहरूलाई म पनि त्यसो हल्का देखाउँछु, हजुरले पनि हेरेर इन्जोय गर्नु होला है। आई विल ट्राई टु माई बेस्ट है, राम्रो भिडियो बनाउने कोसिस गरिरहेको छु। हजुरहरूले पक्कै पनि मन पर्नुहुन्छ होला भन्ने आशा राखेको छु। यो दुखी मान्छेको पनि हल्का भिडियोहरूलाई अलि माथि पुऱ्याउँ भन्ने ठुलो आशा राखेको छु। सबैजनाले मेरो भिडियोलाई लाइक सब्सक्राइब गरेर अलिकति सहयोग गरिदिनुहुन्छ कि भन्ने पुरा आशा राखेको छु। ल गाइस, अब म चाहिँ यति भन्दै अब मेरो डेस्टिनेसनतिर जान चाहन्छु। ओके गाइस, सी यू। ल गाइस, म चाहिँ निक्लेँ, म अहिले जाँदैछु। म बस्ने एरियाबाट बाहिर रोडतिर निक्लिने कोसिस गर्दैछु। ओके गाइस, अब तपाईँहरूले पनि भिडियो हेरेर इन्जोय गर्नु होला प्लिज, अनि सब्सक्राइब लाइक कमेन्ट पनि गरिदिनु होला। गाइस, अब म चाहिँ यहाँबाट हिँडेँ, अब यहाँबाट म लेफ्ट मोड्दैछु। ठिक छ, यहाँबाट गएँ। अब साथीभाइ हो, मेरो यात्रा अलिकति एकछिन गर्नलाई पुगिसकेको छु। गाइस, यस्तो चाहिँ हाम्रो एकदम हरियाली जाँदैछ, हेर्नुहोस् न, राम्रो रुखहरू, हरियाली, अति सुन्दर रोड विधि सफा सुग्घर भइरहेको छ। एकदमै एकदमै जोर गर्नु थियो। एकदम हामी यात्रा सुरु गरिरहेका छौँ, जाँदैछौँ। बस एकदमै यो ठाउँमा चाहिँ त्यति ब्याक चाहिँ छैन, अनि अब छ जान्छु। ट्राफिक ट्राफिक देख्यो भने त मलाई त हल्का व्यवस्था गर्छ, तर पनि हल्का दिन्छु। कस्तो गरिरहेको थियो हामी भन लगाइसकेको। अब अहिले चाहिँ यो हामी बस्ने एरियामा चाहिँ यो चाहिँ हामी पेन्सिल्भेनियाको इरी भन्ने ठाउँमा, युनाइटेड स्टेटको र पार्ट अफ स्टेट मेरो सिटीमा चाहिँ हामी छौँ। यहाँ चाहिँ अहिले एकदमै अब यो समर टाइम हो, अब जुन त धेरै गर्मी हुन्छ, हल्का धेरै गर्मी पनि भन्दैन, हल्का पनि भन्दैन, ठिक्क गर्मी हुन्छ। नेपालमा हो भने पूर्व झापातिर जस्तै हो गर्मी। अहिले चाहिँ अब यहाँ एकदमै हरियाली भइरहेको छ, पानी पर्छ, अनि एकछिन पानी पर्छ, एकछिनमा त्यस्तो भइरहन्छ। किनकि यो रुखपातलाई पानी आवश्यकता भएको कारणले पनि भगवान्ले पनि पानीहरू पारिरहेको होला जस्तो लाग्छ मलाई है। किनकि हेर्नुहोस् त, यो ठाउँ यति सुन्दर छ, रुखपातले, हरियाली, चराचुरुङ्गीहरू एकदमै मिठास धुनहरू दिइरहेको हुन्छ। अलि माथि माथि गयो भने त त्यस्तोहरू पनि छ है गाइस। ल गाइस, म अब यसरी नै भिडियो देख्न जान्छु। अहिलेलाई यति नै भिडियो, म अलिक पछि फेरि देखाउँछु है। ल ओके। ल गाइसहरूलाई म एक ठाउँ देखाउँ, यो बाटो देखाउन चाहन्छु है। यो किनकि यो बाटोले चाहिँ मलाई अलवेज रिमाइन्ड गर्छ कि नेपालको त्यो पहाडी जिल्ला इलाम, अब यता धनकुटा भेटातिर जाँदाको बाटो जस्तै लाग्छ क्या। यसो टर्निङ घुमेको छ, यस्तो मजा लाग्छ क्या, कुदाउन पनि मजा लाग्छ मलाई। त्यस्तो मजा कि फेरि सरहरू हेर्नुहोस् है, अब ओह्रालो लाग्यो। यहाँ अलिकति मेरो क्यामेरा हल्लिन्छ किनकि मैले ड्राइभ पनि गरिरहेको छु। हेर्नुहोस् न, पाखा छ एकदमै स्टिपी, अनि यहाँदेखि ठ्याक्कै हेर्नु न, खोला तल खोला छ, यता चाहिँ खोला छ, गएर खोला छ, यता चाहिँ गएर खोला छ। जाँदैछु हल्का टर्निङ
जाम जाम जाने भए मायाको मेरा माया दुर्गेश ब्रदरको गीत पनि एकदम मजा लाग्छ क्या सुन्नु मलाई एकदमै उहाँको चाहिँ गीतहरू एकदमै मनभित्र छुने खालको चाहिँ हुन्छ तर रोममा एकदमै क्या रफ एन्ड टफ खालको गीतहरू सुन्दाखेरि आनन्द लाग्ने दानी हरियाली हेर्नु बाटो त यस्तो राम्रो बाटो छ यहाँनिर चाहिँ गाइसहरू यता अलिकतिर हेर्नु चाहिँ मैले देखाउँछु तपाईँहरूलाई यो यहाँनिर यहाँ छ हेर्नुहोस् यो एरिया चाहिँ अब यहाँदेखि यो घर छ नि यो घरको पछाडितिर चाहिँ सबै जू है फेरि यसलाई चाहिँ इरीको जू भन्छ इरीको जू हो यहाँ पनि हल्का फुल्का एनिमलहरू चाहिँ छ धेरै जनावर भएको जू चाहिँ होइन तर हल्का यसो बच्चाहरूलाई यसो काठमाडौँको जू देखेकै हो पेन्सिल्भेनियाको एकदमै सानो सिटी हो गाइसहरू है ल गाइस इन्जोय गर्नु है यो चाहिँ डाउनटाउन है गाइसहरू यो यहाँको इरीको डाउनटाउन हेर्नुहोस् है यस्तो छ यहाँ अग्लो बिल्डिङ पनि छ है हल्का फुल्का त्यस्तो धेरै चाहिँ होइन एकदमै जोखिमपूर्ण छ मैले भिडियो गर्नुलाई किनकि पुलिस देखेर मलाई राम्रो टिकट दिन्छ किन यहाँ डाउनटाउनमा त पुलिस धेरै हुन्छ कि यहाँनिर चाहिँ अब यहाँ ठ्याक्कै यहीँ यता लेफ्ट साइडपट्टि त्यो कालो बिल्डिङको उतापट्टि अनि उता गयो भने ग्यानोन युनिभर्सिटी भन्ने चाहिँ यहाँ एकदमै पपुलर छ ग्यानोन युनिभर्सिटी जुन चाहिँ नेपालबाट अरू देश विभिन्न देशको विद्यार्थीहरू चाहिँ पढ्न आउँछ है एकदमै सुपथ मूल्य हो कि मैले सुन्ने आधारमा चाहिँ सुपथ मूल्य चाहिँ पक्कै पनि छैन अरे यो चाहिँ सिटी बस है यो साथी यो सासदेखि गयो नि अरे यहाँको पब्लिक बस भनौँ न नेपालमा चाहिँ ल आयो चाबेल भन्ने यस्तो खालको बसहरू हो यहाँ चाहिँ यस्तो भन्दैन अनि मैले के भन्दैन त्यो जुन चाहिँ ज्ञानन युनिभर्सिटीको कुरा गरिरहेको थिएँ यसले चाहिँ मैले सुन्नुमा आएको रिसेन्टली चाहिँ यो कलेजले चाहिँ छिटो भिजाहरू चाहिँ उपलब्ध गराउँछ भन्ने कुरा चाहिँ सुन्नु आएको सही हो कि थाहा छैन तर मैले चाहिँ अलिअलि सुनेको त्यही भएर विद्यार्थीहरू पहिला धेरै नै आउँथ्यो तर अहिले त अब त्यही हो
सर्जरी सेन्टर है यो एकदमै सर्जरी यो चाहिँ सर्जिकल त्यो हुन्छ नि यो एमआरको यो पिएमसी को चाहिँ सर्जरी गर्ने ठाउँ जान्छ एकजना हजुरआमा जानुहुन्छ मैले अब छोडिदिएको उहाँलाई एकछिन रोकेर यहाँ चाहिँ अब फर्स्ट प्रायोरिटी भन्छ पेडेस्ट्रियन भनेकै पैदल यात्रीहरूलाई चाहिँ एकदम पहिला प्राथमिकता दिनु भन्छन् त्यो भएको कारणले चाहिँ है गाइस आई ह्याभ टु उच्च सम्मान छ उहाँ बुढाबुढी जो पनि होस् ल गाइस अब म यहाँबाट लेफ्ट जान्छु म हजुरहरूलाई एउटा हाम्रो विद्यार्थी भाइ बहिनीहरू पढ्न आउने ज्ञानोन युनिभर्सिटी देखाइदिन्छु है म तपाईँहरूलाई पनि हाम्रो नेपालमा रहेको जति पनि होइन अब प्यारेन्ट्सहरूलाई थाहा छैन होला ज्ञानोन युनिभर्सिटी कहाँ छ के छ भन्ने कुरा नि अनि तपाईँहरूलाई पनि यदि भाइ बहिनीहरूलाई अब नानीहरूलाई पढाउनु पठाउनु हुन्छ भने यही हामी म बसेको ठाउँमै हो यही सिटीमा हो ज्ञानोन युनिभर्सिटी एकदम पपुलर छ वर्ल्ड वाइड छ अनि संसारको सबै देशका भाइ बहिनीहरू पढ्न आइरहेको हुन्छ अनि मलाई एकदम राम्रो लाग्छ आफ्नै सिटीमा यति ठुलो कलेज युनिभर्सिटीहरू छ यो है अब यहाँ देखाउँछु अहिले तपाईँहरूलाई म जाँदैछु गाइस यो चाहिँ ज्ञानोन युनिभर्सिटीको गेट हो यहाँ हेर्नुहोस् है तपाईँलाई म गेट पनि देखाउँछु ठुलो अक्षरमा ज्ञानोन युनिभर्सिटी ल धेरै बेर देखाउनु नै भयो म गाडी छ मलाई यो यतापट्टि यही हो यतापट्टि छ आफ्नो आफ्नो फ्याकल्टी अनुसार पढ्नलाई बिल्डिङहरू छ त्यही भएर म धेरै कुरो देखाउन सकिनँ मैले ल गाइस यही हो ज्ञानोन युनिभर्सिटी चाहिँ है ल सबैजनाले हेर्नु होला हाम्रो भाइ बहिनीहरू पढ्ने ठाउँ चाहिँ यही हो यही एरिया हो यस्तै छ है पुलिस राजा नै कुदिरहेको छ यसले मलाई देखियो भने अझ व्यवस्था गर्छ होला ल एकदम होपफुली गाइस इन्जोय मेरो भिडियो हेरेर ओके अब म अर्को ठाउँमा जान्छु त्यो पनि देखाउँछु हजुरलाई है ओके ल गाइस म फेरि जाँदैछु जुन मेरो जाने डेस्टिनेसन छ त्यहाँ चाहिँ जानेछु अहिले चाहिँ म अघिसम्म मैले डाउन टाउनहरू ज्ञानोन युनिभर्सिटीहरू हल्का फुल्का देखाएँ सबैभन्दा ठुलो हस्पिटल यहाँको देखाएँ एरियाको डाउन टाउन देखाएँ तपाईँहरूलाई होइन त्यस्तो साह्रो मैले अब विस्तृत रूपमा गएर डिटेलली देखाउन सकेको छुइनँ किनकि म आफै हातमा मोबाइल राखेर खिच्दै हिँड्नु परेकोले गर्दाखेरि किन यहाँ अब ट्राफिकको रुल्स हो यहाँनिर हल्का फुल्का यहाँ पुलिसले देखिसकेपछि सक्दो त फेरि बर्बादै गरिहाल्छ मेरो त अनि चौपटै भइहाल्छ नि फेरि अनि यहाँ न युट्युबबाट पैसा आउँछ न के आउँछ हडाउमा त्यतिकै बिल तिराइन्छ डेन्जरै हुन्छ क्या त्यो हिसाबले चाहिँ गाइस मैले अनि हल्का फुल्का मात्रै यसो फोटो के अरे भिडियो गर्दै हिँडेर गरेको छु र अब म फेरि आफ्नो फाइनल डेस्टिनेसनमा जानेछु हेर्नुहोस् है गाइस र म कहाँ जानेछु भन्ने कुरो तपाईँले देख्नुहुन्छ र फेरि त्यो म देखाउने पनि छु है ल हेर्दै गर्नु होला मेरो भिडियोलाई अनि लाइक कमेन्ट सब्सक्राइब प्लिज मेरो साथी हो म त्यति राम्रो जाने छैन भिडियोहरू अझै मजाले नै एडिट गरेर हाल्नु पनि जाने छुइनँ होइन कोही ब्लर आइरहेको हुन्छ कोही ठाउँमा चाहिँ के भइरहेको नै हुन्छ तर नि म कोसिस गरिरहेको छु गाइजहरूले म एकदमै बुझिदिनु होला मिलाएर हेरिदिनु होला पक्कै पनि मेरो हरेक यो चाहिँ इरिलेक है गाइजहरू ल हेर्नुहोस् त्यो पारी छ नि अब त्यो पारी देखिन्छ नि त्यो चाहिँ बोटहरू राखेको छ सबै त्यो बोटहरूको पार्किङ गर्ने ठाउँ यो चाहिँ होइन अनि यहाँ चाहिँ पार्किङ गरेको छ तपाईँको यहाँ बोट आफै रेन्ट गरेर अनि आफै चलाएर उनीहरूले एकछिन 10 लगभग आधी घन्टाको यसो भन्छ क्लास दिन्छ त्यसपछि आफै कुदाउनु पनि मिल्छ अनि रेन्ट गऱ्यो अनि अब यो इरिलेकमा पुऱ्याइकोमा यो त मैले एक साइड मात्रै देखाएको इरिलेकको यसको उत्तरतिर पनि छ होइन यो चाहिँ यो यता फ्रन्ट साइडपट्टिको हो ल यहाँ मान्छेले यहाँ फिसिङ पनि गर्छ यहाँनिर
फिसिङ गर्न पाइन्छ तर अब त्यही हो आफूमा लाइसेन्स हुनुपर्छ त्यति चाहिँ है ल हेर्नु होला यहाँनिर गाइसलाई बाहिरै गएर देखाउँछु है ल पर्नु है म पहिला सिट बेल्ट खोल्छु ल गाइस एकदमै सुन्दर छ यो त जङ्गल यस्तो सुन्दर ठाउँ छ मान्छेले फिसिङ गरिरहेछ त्यो पर बोटमा चढेको देखिन्छ सानो त्यो कायक जस्तोमा तर मैले फिसिङ गरिरहेको छु यहाँ र तितेपाती हाम्रोमा चाहिँ अति छ तितेपाती ल तपाईँले इन्जोय गर्नुहोस् यो ठाउँलाई पनि हेरेर यहाँ बोट चल्छ हुन्छ यहाँनिर है रेन्ट गरेपछि मान्छेहरू सबैजना पार्क गर्यो गाडी पार्क गर्यो निक्ल्यो बाहिर वाक गर्ने हुन्छ साइक्लिङ गर्नेहरू हुन्छ यहाँनिर ल गाइस हेर्नु होला इन्जोय गर्नु होला ल गाइस म फेरि अर्कोपट्टिको यो इरी लेकको चाहिँ अब चारै कुनातिर छ कि म अर्कोपट्टिको लोकेसनतिर जान्छु फेरि पनि यो चाहिँ एकदमै यो लेक इरी चाहिँ साह्रै मजाको छ ठाउँ है यो हरियाली छ अनि यो यसमा चाहिँ यसको बेग्लै मजा चाहिँ के छ भन्दाखेरि समरमा चाहिँ यु क्यान इन्जोय भेरी ह्याप्पिली यु नो देयर इज अ लट अफ दि थिङ्स यु क्यान डु अब यहाँनिर you can play volleyball, you can play swimming, you can do boating, all things right? And you can come and sit in an area where you can enjoy the picnic with your family or your friends होइन सँग बसेर पिकनिक खानहरू पनि ठाउँ छ स्पटहरू छ क्या जहाँ चाहिँ पिकनिक बसेर खाने ठाउँ and you can bring your bicycle and ride the bicycle and एकदमै very comfortable ठाउँ छ and it's very safety also it doesn't have any kinds of the things and happen in this location in Lake Erie because I've been here almost 7 years so I know that much time to until now एकदमै राम्रो छ गाइसहरू हो एकदमै मलाई चाहिँ एकदमै त्यो फिलिङ्सहरू चाहिँ कस्तो फिल हुन्छ नि पहाडतिर घुमेको पहाडतिरको हरियाली जङ्गल जस्तो लागिरहन्छ क्या अनि एकदमै मजाको ठाउँ छ अनि यहाँ एकदमै सेफ्टी छ अनि रेन्जरहरू पुरै यहाँको दौडधुपमा भइरहेको हुन्छ उनीहरूले हेरिरहेको छ घुमिरहेको हुन्छ कसै मान्छेले यहाँ अब स्पिडिङ गर्नु पाउँदैन यहाँनिर गाडीको स्पिड लिमिट भनेको 25 भन्दा बढी कुदाउनै पाइँदैन यहाँनिर एकदमै स्लो किनकि यहाँनिर विभिन्न किसिमको एनिमलहरू पनि निक्लिरहेको हुन्छ यहाँ अब हाँस हुन्छ कछुवा हुन्छ मिर्गा हुन्छ होइन यहाँनिर बाटो क्रस गरिरहेको हुन्छ उनीहरूलाई चाहिँ अब ह्याम्पर गर्नु भएन नि त त्यो भएर उनीहरूको सेफ्टीको लागि पनि हामीले स्पिड लिमिट चाहिँ एकदमै कम 25 MP मात्रै हो त्यो भनेको कति पनि होइन हल्का बिस्तारै अहिले म जति पनि कुदाइरहेको छु म 25 पनि पुगेको छैन मेरो हल्का लेस छ I don't want to drive faster and I don't want to hurt anybody anything है केहीलाई पनि म हर्ट गर्न चाहन्न त्यो भएको कारणले चाहिँ अनि हेर्नुहोस् गाइस यता चाहिँ लेक एरी हो यो चाहिँ इनसाइड द पार्क दिस इज पार्कै भन्छ यसलाई अब यो भित्र अब होइन वरिपरि लेकै लेक छ अनि बिचमा
मान्छे बस्ने केही पनि छैन। सानो सानो पसलहरू छ। अनि अब यो के भन्छ यहाँ अब भनेपछि यहाँ पानी छ। यो पानीमा चाहिँ अब त्यो बच्चाहरू ठुलो नै खेल्न भने नौका जस्तो राखिदिन्छ। अब उनीहरू खेल्छ समरमा इन्जोय गर्ने। पार्क गर्नु पर्यो गाइस। म यहाँ पार्क गरेर फेरि हजुरलाई केही कुरा देखाउन चाहन्छु ल है। ओके stay tuned guys. Okay, give me 1 second, I will go outside and show you something. ल गाइस, यो चाहिँ मैले भर्खरै कुरा गरेको थिएँ नि, जस्तै अब समर टाइममा मान्छेहरू सबैजना फ्यामिली भयो, रिलेटिभ्सहरू भयो, फ्रेन्डहरू भयो आएर चाहिँ यसो यहाँ पिकनिक सिकनिक खाने ठाउँ है। यो आफूले पहिल्यै रिजर्भ गर्नुपर्छ। अनि यहाँ पिकनिक खाने, बसेर सबैजना ग्यादरिङ होइन, मासु पोल्ने। यहाँ हेर्नुहोस् है, मासु पोल्नेको पनि देखाइदिन्छु म तपाईँहरूलाई। यो चाहिँ यहाँ चाहिँ अब मासु पोल्ने, यहाँ अब मासु पोलेर खाने हो। यहाँ यस्तो हुन्छ, यहाँ सबैजना बस्ने खाने हो। यहाँ पानी पनि आउँछ, यहाँ पानीहरू पनि, तर अहिले चाहिँ आउँदैन होला, अहिले छैन। छ नि, आउँछ अहिले पनि पानी चाहिँ आइरहेको छ, देख्नुभयो होला। पानी आइरहेको छ, पानी पनि आउँछ। ल गाइसहरू, यो हेर्नुहोस् है, यस्तो राम्रो छ क्या। यो चाहिँ यो लाइट हाउस जस्तो, लाइट हाउस हो उनीहरूले बनाएको। यो अब सानो लाइट हाउस हो। र यो कहिले बन्यो, कतिखेर यो के भएको भन्ने कुरा चाहिँ अब मलाई पनि त्यस्तो चाहिँ थाहा छैन होइन। अब म पनि त धेरै भएको छैन यहाँ आएर बसेको। मैले सुन्नुमा आएको चाहिँ उहिले चाहिँ यो चाहिँ एकदमै पुरानो, एकदमै पुरानो के हो बोटहरू लिएर आउने चलन थियो अरे क्या उहिले, पहिला चाहिँ। हेर्नुहोस् न, यति सुन्दर छ। यहाँ चाहिँ अब यो यिनीहरू राखिदिएको छ नि, यो भनेको यहाँ बोट पनि ल्याउँछ क्या, मान्छेले बोटहरू राख्ने काम पनि गर्छ। त्यो भएको कारणले हो यो एकदमै ब्युटिफुल छ एकदमै। हेर्नुहोस् न, हाँसहरू कराइरहेछ आफ्नो गुन्जमान। यहाँ के हो, सनसेटहरू यहाँबाट हेर्ने रहेछ नि त। बेलुका सनसेटहरू दामी हुँदो रहेछ है गाइसहरू। यहाँ कोही बेला आउनु भयो भने यहाँबाट सनसेट हेर्नुलाई। यहाँ राजा हाँस कराउँदै आइरहेको छ, दुईवटा रहेछ। माछा मार्ने दाइहरू धेरैजना छन् यहाँ, बोटबाट पनि मार्दैछ। यसमा चाहिँ यहाँ लेखेको चाहिँ यस्तो रहेछ, हेर्नुहोस् है, वाटर वर्क्स फेरी डक, नो पिकनिकिङ अन फायर एरिया क्लोज एट सनसेट। ल यस्तो राम्रो सुन्दर छ। यता पर अहिले म चाहिँ तल आएँ हेर्नु गाइस। घामले गर्दा आँखा चिमचिम भएर नि रेडी हुँदैछ हौ। ल आइरहेको छ डनहरू। के भन्छ यसलाई, राजा हाँस हुन्छ नि हेर्नु त। ल गाइस, अब चाहिँ मेरो पनि क्यामेरा स्ट्यान्ड भेट्यो यार। यो भित्तामा टसाएर भने। ल
यो चाहिँ मेरो ब्याकग्राउन्डमा रहेको चाहिँ इरी लेक हो गाइसहरू होपफुली सबैजनाले इन्जोय गर्दै हुनुहुन्छ होला यहाँनिर माछा मार्नेहरू हाम्रो धेरैजनाहरू देखिरहेको छु मैले 1 2 3 4 5 जना यहाँ धेरै माछा मार्नेर आइरहन्छ अनि यो इरी लेक भनेर चाहिँ मैले पनि अब सबै कुरा जान्दिनँ मैले अघि पनि भने तर यो चाहिँ अब पुरानो सिटी भन्छ के यो इरीलाई चाहिँ इरी चाहिँ एउटा सिटी हो पेन्सिल्भेनियाको चाहिँ एउटा सिटी हो एकदमै पुरानो सिटी अनि यहाँ चाहिँ अब एकदम प्रचलित एकदमै पपुलर चाहिँ के हो भन्दा लेक इरी भनेपछि धेरै ठाउँको मान्छेले जानेको छ कि तर यहाँनिर चाहिँ अब लेक इरीमा चाहिँ अब यहाँ बोटहरू छ होइन पानी जहाजै भनौँ न पानी जहाज पनि छ अब जस्तो छ त्यो टुर गर्नेहरू होइन अब समर टाइम भएपछि त्यो स्टार्ट हुन्छ एउटा भिक्टोरिया प्रिन्स भन्ने छ एउटा लेडी बर्ड है के छ हो समथिङ दुईवटा छ अनि अब बच्चाबच्चीहरू भएको मान्छेहरू अब होइन ग्रुपिङ फ्यामिलीहरू टुर गर्नलाई अब जस्तै अब 2 घन्टाको टुरको लागि चढेर घुम्यो भने आई थिङ्क द विथ द डिनर $45 होला थियो त्यतिखेर चाहिँ लास्ट इयर चाहिँ अब अहिले चाहिँ अलिक अब बढ्यो भने चाहिँ के जाने र त्यो छ मजा अनि यहाँनिर विभिन्न ठाउँको मान्छेहरू आउँछ होइन आउट अफ स्टेट आउट अफ सिटी सबैजना आउँछन् अब यहाँनिर होइन बोटिङ रेन्ट गर्छ बोट रेन्ट गरेर आफै रेन्ट गर्यो अनि आफै कुदायो घुम्यो रमाइलो गर्यो इन्जोय गर्यो अनि एकदम राम्रो ठाउँ छ हेर्नु यहाँ हाँस्यो त डिस्टर्बै हामीलाई छ ल यस्तो छ गाइस मेरो अब मैले अहिले माइक पनि ल्याएन छु मेरो आवाज पनि राम्रो क्लियर भएन होला ल गाइसहरू इन्जोय गर्नु होला मेरो भिडियो हेरेर हजुरहरूलाई एकदमै थ्याङ्क यू सो मच अझै पनि धेरै धेरै सब्सक्राइब गरेर बढाइदिनु होला म कोसिस गर्छु धेरै कुरा देखाउनलाई ल है यो घाम यस्तो परेर आँखा चिमचिम भइरहेछ ल म चाहिँ यही भित्तामा टाँसाएको थिएँ ल गाइस हेर्नुहोस् है नजिकबाट नि हेरौँ ल यो धेरै गहिरो छ नि यो कहाँ अब यस्तो गहिरो छ यो म त डर लाग्छ ल यस्तै हो जानी नजानी बनाएको भिडियोलाई सबैले हेरिदिनु होला ल है गाइस यस्तै हो आजको दिन पनि यस्तै रमाइलो गर्दै अब सकिँदैछ इरी लेक देखाएँ साथीहरूलाई इरी लेकको मैले सर्ट पार्टमा देखाएको तर धेरै कुरा छ देखाउनु पर्ने म अर्को भिडियोमा देखाउँछु एकैचोटि धेरै देखायो भने नि मोनोटोनस झ्याउ लाग्छ है आजलाई म यति नै देखाउँछु अनि साथीभाइहरू अब ब्याक टु म घर फर्किँदैछु अनि मेरो जिम जानु छ म जिम जान्छु अनि त्यस्तै हो आजको दिन यसरी नै बित्छ लगाइसहरू सबैजनाले मेरो भिडियोलाई हेरिदिनु होला अनि थ्याङ्क यू सो मच फर वाचिङ एन्ड आई लभ यु सो मच एभ्रीबडी टेक केयर एन्ड आई हेभ अ नाइस डे एन्ड आई हेभ अ गुड नाइट अल्सो ओके